सुधार गर्नुपर्ने ठाउँ छ हैन। त्यही भएर अब हामी चाहिँ अब डिप्रेस नहौं, हामी पोजिटिभ नै हौं। अब गर्ने हामीले नै हो। जब समस्या पहिचान हुन्छ तब चाहिँ समाधान खोजिने हो। अब अहिले मैले बोलिराखेको कुरा जसले यो गर्नु पर्थ्यो पोजिसनमा बसिरहनु भएको छ, उहाँले कसरी लिनुहुन्छ भन्दा ए त क्रिटिसाइज गर्ने, तैँले आफ्नो ठाउँमा चाहिँ सबै ठिक गरेछ भन्ने सोच्नुहुन्छ क्या। त्यसरी सोच्नु भएन। यसलाई त मैले भनेको कुरा गलत हो भने यसले भनेको गलत छ, यो त हामीले सुधार गरिसक्यौँ भन्ने खुसी पनि। सुधार गर्नुपर्ने ठाउँ यसले त ठिक कुरा गरिरहेको छ, हामी यतातिर त बिर्स्या रहेछ, यो चाहिँ अब सुधार गरौँ भन्ने त्यो सोच आउनु पर्यो क्या मानिसमा। मैले यहाँ बसेर क्रिटिसाइज गरेको छु, यति बेर भइसक्यो हामीले काम, मैले कसैलाई गाली गरेको छु हैन। यहाँ त एकजनाले गरेर के हुनेवालै छैन। फेरि बिगार्नलाई चाहिँ हामीले 100 वर्ष लगायौँ भने 2 महिनामा हामी सपार्छौँ भनेर पनि त हुँदैन नि त। तर हाम्रो समस्या के हो त्यसको त गहिराइमा पुग्न पर्यो नि त। तपाईहरुको पनि त मकसद त्यही हो, बोलाएर एउटा समस्या के हो, समाधान के हो बुझ्ने हो। तपाईले पनि केही गर्ने हैन, पत्रकारले पनि केही गर्ने, तपाईले त समस्या के हो, समाधान कसरी गर्न सकिन्छ भनेर सम्बन्धितले सुन्नुन्, जनताले सुन्नुन् र प्रेसर दिउन् भन्ने। जनताले पनि अब विकासको लागि प्रेसर दिन पर्यो क्या। हजुर। र विकासको विषयमा धेरै कुरा गर्नु पर्यो। विकास कुरा गर्ने मान्छेको बढी कुरो सुन्न पर्यो क्या। खालि राजनीतिको कुरा सुन्छ न, त्यो उहाँहरूले हामीले छलफल गरेको राजनीति अनुसारले परिवर्तन हुन्छ न, त्यो रियलै हो। फलानुले यस्तो सोध्छ अरे, फलानु यहाँ गएर योसँग कुरो गरे अरे, अब हो कि पनि होइन पनि त्यही कुरामा चाहिँ हामी रुमल्लिराखेको छौँ क्या हैन। अहिले पनि तपाईँ भनौँ न, सडक हिँड्न नसकेको पीडा छ, आज फेसबुक भएर ल्याइन्छ। अब एक 2 महिनामा चाहिँ बर्खा सकिन्छ, त्यसपछि यो छलफल पनि क्रमशः कम हुँदै जान्छ, मान्छेले बिर्सिहाल्छ, फेरि राजनीतितिर डाइभर्ट हुन्छ। अब यसलाई नछोडौ न। बिपी राजमार्ग चाहिँ स्तरीय नबन्नुन्जेलसम्म सबै जनताले खबरदारी गरिराखौँ हैन। यता चाहिँ पृथ्वी राजमार्ग चाहिँ राम्रो नबन्नुन्जेल खबरदारी गरिराखौँ। कडाली राजमार्गलाई सुधार गर्नको लागि खबरदारी गरिराखौँ। मदन भण्डारी राजमार्ग समयमा बन्नुपर्छ भनौँ। बुटोल नारायणघाट सडक खण्ड समयमा बन्नुपर्छ, बन्दैन भन्ने त्यसको ठेक्का तोड्नु भनेर भन्नु पर्यो। जनता पनि लागिरहनु पर्यो क्या, थ्रेट हुनु पर्यो। राजनीति किन परिवर्तन हुन्छ नि, राजनीतिमा बढी प्रेसर हुन्छ, बढी थ्रेट हुन्छ। विकासको कुरामा चाहिँ हामी प्रेसरै दिन नसक्ने भएर यस्तो भयो कि। सुन्यो सक्यो, बिर्सिन्छ।